नमस्ते, नमस्ते। म नरबहादुर साई प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स टिकापुरबाट साथै हाम्रो स्टाफ बालकृष्णजी पनि हामी यहाँ दुईजना आएका छौँ तपाईँको घर आँगनमा होइन। हजुर, तपाईँ रूपा देवीको के पर्नुहुन्छ? म चाहिँ देउर हो। देवर हुनुहुन्छ होइन। हजुर, अनि तपाईँको घरमा हामी किन आएको भने तपाईँको भाउजूको हाम्रो कम्पनीमा बिमा थियो हजुर, होइन। अस्ति तपाईँहरूले दिएको मोबाइलबाट फोन गरेको अनुसार तपाईँको भाउजू बित्नुभयो भन्ने कुराले हामी तपाईँको घरमा बुझ्न आएका छौँ। हजुर। र अनि उहाँ के भएर मृत्यु भयो भन्नु त ल? म चाहिँ अब केही भएन त्यस्तो अचानक मिन्स भएको छु। अँ 2-3 दिनमा अब चिसो पानी ल्यायो खै के हो नुहाएर अब टाउको दुख्यो, चक्कर आयो, उल्टी भएन अँ हस्पिटल लिँदै थिएँ। अँ त्यही बाटोमै मृत्यु भइहाल्यो। हस्पिटल को लग्यो? हस्पिटल चाहिँ भाउजू अनि सासू थिइन्, तिनले उम्, लिएर गयो। मेरो ए भाउजू अनि सासू, भाउजू र सासूले जेठो भाउजू अनि सासू। हस्पिटलमा केमा लग्नुभयो? कुन साधन? जाँदाखेरि चाहिँ अटोमा लिएर गयो अनि उहाँ निधन हुँदाखेरि चाहिँ अब बाटैमा निधन भयो? हजुर बाटोमा निधन हुँदाखेरि चाहिँ अब अटोले मानेन, त्यसैले एम्बुलेन्समा लिएर आयो। ल धन्यवाद।